प्यारा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, हामी नयाँ वर्ष 2083 आइपुगेका छौँ। नव वर्ष आरम्भको यो परिवर्तनको पुनित अवसरमा देशभित्र र संसारका विभिन्न भूभागमा रहे बसेका सबै नेपालीहरूलाई सुख र शान्तिको मङ्गलमय शुभकामना। समयको प्रवाहसँगै हामीले हाम्रो देश र हाम्रो समाजलाई प्रगति पथमा अघि बढाउँदै जानु पर्दछ। विगतका कमी कमजोरी र त्रुटिलाई सच्याउँदै र बाधा व्यवधानलाई पन्छाउँदै हामी हाम्रो उच्चतम गन्तव्यतर्फ लम्किनु पर्दछ। तब नै नयाँ वर्षको नवगत समयको अर्थ रहन्छ। बितेका कतिपय वर्ष वाञ्छित विकासका दृष्टिले नेपाल झन तल झर्दै गयो भन्ने नेपालीहरूको आम मनोभावना रह्यो। राजनीति, राज्य पद्धति र शासन प्रशासनको प्रणालीमा त हामीले निकै